फुलहरूमा पानी हाल्दै गर्दा फुलहरूले जीवनको गहिरो पाठ सिकाइदिए। हामीले आफूले आफूलाई पनि हराभरा र एकदमै रङ्गीन बनाएर राख्नु पर्दो रहेछ, अनि मात्रै हामी हरेक मान्छेका आकर्षणका केन्द्र बन्दो रहेछौँ। त्यो महत्त्व, त्यो समय र त्यो माया पाउँदो रहेछौँ। जब हामीले आफूले आफूलाई ओइलाएर सुकाएर राख्छौँ नि, कसैले हाम्रो महत्त्व गर्दैन। जसरी यो फुल बोटबाट कति पहिला चुडिसके पनि यो अझै रङ्गीन छ र मैले सजाएर राखेँ, फाल्न सकिनँ। हामी मान्छेको जिन्दगी पनि त्यस्तै हो। त्यसैले जसरी हुन्छ आफूलाई रङ्गीन बनाउन कोसिस गरौँ, आफूलाई माया गरौँ।